Hello, what's up everyone? Thank you so much for the time to hang out with Kaushal Shrestha 360. आज चाहिँ हामी यहाँनेरि अनन्त रिजर्टमा छौँ। यहाँनेरि रिजर्ट एकदम राम्रो थियो। तर यहाँको काम गर्नेहरू चाहिँ अलिकति सन्किएको टाइपको लाग्यो थाइल्यान्डको अरू ठाउँको बोली हेर्दाखेरि पनि भन्दा चाहिँ। र यहाँको रुमबाट भ्यू चाहिँ यस्तो छ है। यहाँ तल चाहिँ रुम एक्सेस स्विमिङ पुलहरू पनि छ, तर हामी चाहिँ त्यहाँनेरि बस्न पाएनौँ। पुरै प्याक थियो अस्ति आउँदाखेरि। र आज चाहिँ अब यो होटलबाट हामी फुकेटको एयरपोर्ट हुँदै ब्याङ्कक फर्किन आँटेको। र अहिले चाहिँ अब हामी ब्रेकफास्ट गर्न जान आँटेको। लेट्स गो। र ब्रेकफास्ट सुरु गरौँ। अब यहाँनेरि छ बेकरी आइटम, अनि यहाँनेरि छ आइसक्रिम हो कि हो यो आइसक्रिम होला, थाई टी, स्ट्रबेरी के छ आइसक्रिमहरू यहाँ। अनि यहाँनेरि चाहिँ जाम बटर अनि ससहरू छ। अनि यहाँनेरि कफी जुस के खाने। अनि यहाँ फ्राइड एग छ। यहाँनेरि चिकन ह्याम र चिकन ससेज। यहाँनेरि स्प्यागेटी बुलोगिनीज छ, थोरै मात्रै। यहाँ चाहिँ कर्न र भेजिटेबल छ। अनि यहाँनेरि चाहिँ चिकन र स्क्विड्स अरे, स्टिर फ्राइड स्क्विड्स। यो चाहिँ नखाम होला, अलिकति यिनीहरूको गुलियो हुन्छ मासु। यहाँनेरि चाहिँ फ्राइड राइस र राइस छ। फ्राइड राइस अलिकति खाम। यहाँ प्यानकेक र फ्रेन्च टोस्टहरू छ। अनि यहाँनेरि चाहिँ यो चाहिँ के हो, श्रिम्प बोइल्ड अरे, श्रिम्प बोइल्ड राइस, जौलो भात जस्तो देखेछ। अनि यहाँ चाहिँ तल फ्रुट्स, अनि माथि चाहिँ बेकरी आइटम छ। यहाँनेरि चाहिँ म्यास पोट्याटो, अनि यतापट्टि चाहिँ खै के हो, यहाँ सुप छ। अनि यहाँ चाहिँ नुडल्स, यो दुइटै नखाम। अनि यहाँ चाहिँ स्क्रैम्बल एग, कुन एग त्यो अनुसार बनाइदिनुहुन्छ। यहाँनेरि चाहिँ मिल्क अनि कुकिज, कर्नफ्लेक्स, ओट्सहरू छ। यहाँनेरि चोको चिप्स। अनि यहाँ चाहिँ बेकरी आइटम, फेरि ब्रेडहरू छ। यो पनि आज चाहिँ नखाने। ल अब चाहिँ ब्रेकफास्ट सुरु गरौँ छिटो। अनि यहाँ इन्डियनमा चाहिँ परोठा र यहाँ तरकारी पनि रहेछ। अनि जुसहरू पनि छ। हनीमुन मनाउन आएको अरे, हनीमुन मनाउन आउनुभएको होइन? नथिङ बिट्स जेन्सी होलिडे। अहिले चाहिँ हामी थाइल्यान्ड ब्याङ्ककको एउटा प्यालेसमा आएको थियौँ, वात थरुन भन्ने प्यालेसमा। अनि यहाँ चाहिँ अहिले रेडी हुँदैछ समर्थ। खै समर्थ यता हेर त। ल ह्यान्सी देख्यो है। अनि यहाँनेरि छ अनिसा। ल है, सुन्दरी हुँदैछ यहाँनेरि। अनि यहाँ दिप्ती। अब हामी यहाँ चाहिँ उहाँ प्यालेसभित्र छिरेर अनि फोटोसुटहरू गर्ने हो। ल अब चाहिँ यहाँ रेडी भइसकेर हामी यहाँ भित्र आएको छौँ। अनि धरानको सुन्दरीहरू यहाँ थाइल्यान्डमा रेडी भएर। यहाँनेरि एकजना बाबु पनि छ यहाँ, र यहाँ दुईजना अनिसा र प्रगदिदी। यहाँनिर चाहिँ तर धेरै ठाउँ मेन्टेनेन्स हुँदै रहेछ। अनि अब चाहिँ भित्र छिर्दैछौँ है हामी। घुमाउने बाटो रहेछ, कताबाट कता छिर्नु पर्ने, कताबाट कता। र यहाँभित्र पार्किङ सार्किङ पनि भएको रहेछ। अनि यस्तो छ है यहाँभित्र चाहिँ। र यहाँबाट फेरि अब अर्को ठाउँ छ यहाँ। कता हो यो, कहाँ बस्ने के गर्ने केही थाहा छैन। र यहाँ बुद्धिस्टको गौतम बुद्धको धेरै मूर्तिहरू छ यहाँनेरि। लगभग
9-10वटै छ होला 水果萨克的热， अनि यस्तो छ है यहाँ चाहिँ फेरि 对的萨克热， राम्रो बनाएको छ है 萨克对奶油，哦， अब यहाँनिर चाहिँ लोटसको फुलहरू छ कस्तो मजाले यहाँनिर एउटा ठुलो भाँडामा लोटसको फुलहरू अनि यहाँनिर चाहिँ मैले माछाहरू पनि देखेको थिएँ मलीहरू पनि रहेछ यहाँनिर मलीहरू छ सानो सानो मलीहरू यहाँ चाहिँ मलीको फ्राइजहरू पनि छ है मलीको फ्राइज यहाँभित्र अझै कति धेरै होला यहाँ चाहिँ छैन यहाँ पनि रहेछ त तल तलै मलीको फ्राइजहरू छ मली छ र यतापट्टि चाहिँ यत्रो ठुलो मूर्ति छ साइड साइडमा हाम्रो नेपालको जस्तै मूर्तिहरू क्या यहाँनिर तर बुद्धिस्ट टेम्पलमा कसरी यस्तो मूर्तिहरू आयो त्यो चाहिँ मलाई अचम्म लाग्यो र अब चाहिँ हामी उतातिर जाँदैछौँ ल जाउँ र यहाँनिर एकदम राम्रो गार्डन छ रुखहरू पनि पोल लगाएर सेप बनाउँदो रहेछ यतातिर र यहाँ वरिपरि चाहिँ हामी फोटो खिच्दै गयौँ अनि यहाँनिर चाहिँ यत्रो अग्लो एउटा फेरि एउटा टेम्पल जस्तो के हो यो टेम्पलै भन्छ होला यहाँ कि टेम्पल कि स्तुपा यहाँनिर छ अनि दिस इज माई वाइफ मैले चाहिँ ड्रेस लाइनँ मलाई अलिकति बिल्ला बिल्ला लाग्यो त्यो खाले ड्रेस लाउनु चाहिँ र यस्तो चाहिँ अस्ति हामी क्रुज डिनर गएको थियौँ अनि यहीँनिर एउटा खोला छ हो त्यही खोलाहरूबाट चाहिँ कतिवटा यस्तो स्तुपाहरू देखेको थियो यो पनि एउटा देखेको थियो अनि उहाँ अहिले उहाँ पछाडि पनि जाँदैछ क्रुज डिनरमा थियो अहिले चाहिँ यहाँ उनीहरूको सिपमेन्टहरू गरेको होला ट्रान्सपोर्टको लागि युज गर्दैछ अहिले चाहिँ तर यहाँनिर ट्रान्सपोर्टभन्दा पनि धेरै चाहिँ यहाँनिर इन्टरटेनमेन्टको लागि चाहिँ यहाँ क्रुजहरू युज गर्छ अब यहाँबाट अलिकति हामी फेरि माथि चढ्छौँ र यहाँभित्र चाहिँ यत्तिकै मान्छेहरू छ आया भरेङ पनि कति अप्ठ्यारो अग्लो नअग्लो र योभन्दा माथि धेरै चाहिँ जानु पाउँदैन रहेछ यत्रो अग्लो छ यहाँबाट माथि चाहिँ जानु पाउँदैन र यहाँबाट स्तुपाको भ्यू यस्तो छ हामी त्यहाँ गुम्बामा एकछिन फोटोसोटो खिच्यौँ घुम्यौँ अनि त्यसरी अहिले चाहिँ एसियाटिक आएको छौँ र अहिले पानी परिरहेछ र अब यहाँ के छ हेरौँ है त समर्थ यता हेर समर्थले त्यो रेनकोट लगाइसक्यो र अब हामी जान्छौँ एसियाटिक रिभर फ्रन्ट अरे यो चाहिँ अन्साले ठ्याक्कै एउटा स्टोरमा गएर त्यहाँनिर कस्मेटिक्सहरू हेर्ने भनेको ठ्याक्क भित्र छिरेको थियौँ भरे दिदी भेना नै कहाँ पुग्नु अनि फेरि मेरो ठ्याक्क आज नै फेरि मेरो सिमको डाटा पनि सक्यो ब्यालेन्स पनि सक्यो मसँग अनलाइन पेमेन्ट गर्ने नि केही छैन त्यसले गर्दा यत्तिकै भइरहेछ अब हराएर अब यत्तिकै खोज्दैछौँ हामी वाइफाई त कनेक्ट भयो तर वाइफाई कनेक्ट भयो तर चलेन क्या फेरि यहाँनिर अब यत्तिकै यहाँनिर खोज्दै जाँदैछौँ यस्तो छ है एसियाटिक यहाँनिर फाउन्टेन यो स्पेस एकदम ठुलो छ अहिले हामी थोरै मात्र हेर्दैछौँ एक्वामेन जस्टिस लिग अरे अहिले चाहिँ हराउँदै यहाँ बाहिर निस्क्यौँ खोज्दै अनि यहाँनिर ओभर दामी एउटा क्रुज रहेछ पानी परेकोले गर्दा यहाँनिर उनीहरूले ओड्ने पनि लागेको जस्तो छ अस्ति हामी चढ्दिन चाहिँ पानी परेन धन्दाले क्रुजमा भएको होला अरू बेला अरू ठाउँमा चाहिँ परेको थियो ठ्याक्क हामी हुने ठाउँमा चाहिँ परेको थिएन अनि यो त्यो ओभर दामी लाग्यो क्या यो पुरानो स्टाइलको त्यो माथि पनि भएको ओभर दामी द पाइरेट्सको जस्तै क्या अब कता यत्रो भिड छ मान्छे हरेक ठाउँमा ल खोज्दै अहिले चाहिँ यहाँनिर घोडाहरूको स्पिन हुने ठाउँमा पनि आइपुग्यौँ अनि यहाँनिर चाहिँ अझ दामी ठाउँहरू भेट्यौँ है हामीले यहाँनिर यो के हो यो आर्मी जस्तै लभली है कस्तो पछाडिबाट हेर्दा त रियल जस्तै देखिने क्या यहाँ चाहिँ त्यस्तो रियल त छैन तर अनि यहाँनिर चाहिँ घोस्ट हाउस जस्तै रहेछ यो चाहिँ मिस्ट्री मेन छ अनि यहाँ भूत यहाँनिर
स्पाइडर र यहाँनिर चाहिँ यत्रो ठुलो रोडेपिङ छ ह्युज छ यो रोडेपिङ चाहिँ र अब फेरि अब हामी यहाँबाट चाहिँ यता भित्रतिर जान्छौँ ठ्याक्क हराइरहेको थिएँ मैले यहाँनिर यो दोकानको केएनसी भन्ने दोकानमा चाहिँ एकजना नेपाली बहिनी नै रहेछ अनि त्यहाँनिर चाहिँ हटस्पट अन गर्न लाएर फोन गऱ्यौँ अनि फेरि उतै पछाडि नै हुन्छ भनेर फेरि त्यतै खोज्नु जान आँटेको र यहाँनिर अर्को एउटा मान्छेलाई दिएको थियौँ त्यहाँ चाहिँ दिएन तर यहाँ चाहिँ दिनुभयो एकजना बहिनीले र अब चाहिँ फेरि त्यता जान आँटेको थ्याङ्क यू बहिनी उतातिर हुँदो रहेछ हुन्छ हुन्छ हजुरहरू पनि अब यतातिर घुम्न आउँ भने यो बहिनीको दोकानमा चाहिँ जानु होला है केएनसी भन्ने छ र बल्ल बल्ल हामीले यहाँ भेट्यौँ अनि यहाँ भेनाहरू अनि बाबु चाहिँ यहाँ रहेछ अनि बाबु चाहिँ यहाँ फिस थेरापी गर्दैछ फिस थेरापी गर्दैछ मजा आयो मजा आयो मजा आयो ओभर एक्साइटेड छ यहाँ ल समसले आफ्नो साथी पनि भेट्यो अनि यहाँनिर उनीहरू खेल्दैछ यहाँ मिनी सोमा हेलो गाइस हेलो गाइस हामीहरू चाहिँ हैन आज यो टिरिक्स भएको ठाउँमा आएको छु कि उताबाट तपाईँले टिरिक्स देख्नुभयो त्यो लामो भएको अनि बच्चाको पनि कत्रो ठुलो राखेँ हेर्नु यहाँ ठुलो छ होइन गाइस यो चाहिँ मलाई यहाँको ओभर लाग्यो यो एसियाटिकको पङ्खा नै यत्रो ठुलो छ यार आमालाई यहाँको पङ्खा फर यस्तो गर्मी हुन्छ थाइल्यान्डमा र यहाँको पङ्खा नै खतरा छ अनि यो चाहिँ सिपहरूको त्यो नटहरू हो जस्तो छ यहाँ चाहिँ यसरी रेस्टुरेन्टहरूमा यसरी फिसहरू लाइभ राख्छ अनि यही बनाएर दिन्छ यहाँनिर पनि छ फिसहरू अरू पनि अनि यहाँ छ क्र्याबको आँखा यहाँ अनि यहाँ चाहिँ फेरि अहिले जस्तो फिस अनि यहाँ चाहिँ अलिकति डिफ्रेन्ट फिस है नामहरू चाहिँ के छ त्यो चाहिँ थाहा भएन नाइटमा यहाँ फुकेटको बिचमा आएको छौँ अनि मेरो समुद्रको यो फर्स्ट एक्सपिरियन्स फर्स्ट टाइम मैले समुद्र देखेको र फर्स्ट टाइम मैले समुद्रको पानी पनि छुन आँटेको है अब ल फर्स्ट अति बवाल छ आमा वेभहरू राति चाहिँ अति दामी वेभ आउँछ